वेलकम टु आवर न्यू भिडियो। लास्ट भिडियोमा चाहिँ हामीले केही 6-7वटा न्युमेरिकलहरू गरेका थियौँ फिजिक्सकै इम्पोर्टेन्ट भनेर। धेरैजनाले चाहिँ कमेन्टमा के भन्यो भन्दाखेरि यस्तो इजी पनि आउँछ र यो त लास्टै इजी भयो, गाह्रो गाह्रो न्युमेरिकल चाहियो भनेको थियो। त्यही भएर चाहिँ मैले पार्ट 2 लिएर आएको छु है त। ल सुरु गरिहालौँ ढिला नगरिकन। ल यहाँनिर चाहिँ के भनेको छ त भन्दा अ डिस्क अफ मास 5 kg and radius 40 cm rotates about an axis passing through its center and perpendicular to its plane. It makes 10 revolution in 1 second. Calculates its rotational kinetic energy र angular momentum calculate गर भनेको छ। यो कुन च्याप्टरबाट हो त? फर्स्ट च्याप्टरबाट हो, रोटेसनल डाइनामिक्सबाट। ल सुरु गरौँ है त। सोलुसन सुरुमा गिभन लेखौँ है त। के दिएको छ त? यसलाई लेखौँ, मास हो कि होइन? मास कति छ त? 5 kg। त्यसपछि के देखा? रेडियस 40 cm हो कि होइन? रेडियस आर इक्वल टु 40 cm। 40 cm भनेको कति मिटर हो? 0.4 मिटर हो। अनि त्यसपछि इट सेन्टर इट मेक्स 10 रिभोल्युसन इन 1 सेकेन्ड भनेको रिभोल्युसन पर, यो भनेको के भयो? रिभोल्युसन पर सेकेन्ड र रेडियन पर सेकेन्ड दुईवटा आउँछ। यो दुईवटामा झुक्किनु भएन। यो भनेको फ्रिक्वेन्सी हो, यो भनेको ओमेगा हो। एङ्गुलर भेलोसिटी भनेपछि एफ भनेको कति भयो त? 10 भयो कि होइन? 10 भने हामीलाई के निकाल्न भनेको छ? क्यालकुलेट रोटेसनल काइनेटिक इनर्जी निकाल्नु भनेको। रोटेसनल काइनेटिक इनर्जीको के हो? रोटेसनल काइनेटिक इनर्जीको फर्मुला त के हो? 1/2 आई ओमेगा स्क्वायर। भनेपछि सुरुमा हामीले के निकाल्नु पर्यो? आई। नाउ मोमेन्ट अफ इनर्सिया अफ डिस्क हो कि होइन? भनेपछि के हुन्छ त? फर्मुला के हो मोमेन्ट अफ इनर्सिया अफ डिस्कको? 1/2 एमआर स्क्वायर। अब के को लागि के हुन्छ? सिलिन्डरको लागि के हुन्छ, डिस्कको लागि के हुन्छ, त्यो सबै तिमीहरूले हेर्नु पर्यो है त। के हुन्छ त? हाफ एमआर स्क्वायर हुने भयो। भनेपछि यहाँनिर यसलाई क्यापिटल आर गराइदिउँ। ल भइहाल्यो। 1/2 मास कति छ? 5 इन्टु रेडियस 0.4 को स्क्वायर। कति आउँछ त यो क्यालकुलेट गर्दाखेरि भन्दाखेरि 0.4 केजी मिटर स्क्वायर आयो। यो के आयो त? हाम्रो आई आयो हो कि होइन? आई आयो भनेपछि त भइहाल्यो। अब देन क्वेसन नम्बर आईमा के निकाल भनेको छ त? रोटेसनल काइनेटिक इनर्जी। रोटेसनल केई भनेको के हो त फर्मुला? हाफ आई ओमेगा स्क्वायर। ल भइहाल्यो, हाफको हाफ भइहाल्यो। आई भनेको कति छ त? 0.4 आएको छ। अनि ओमेगा भनेको के हो त? ओमेगा भनेको 2πf हो कि होइन? भनेपछि यो कति आउँछ? यहाँबाट निकाल्दा है त 2 इन्टु 3.14 इन्टु यहीँ हाल्दा नि हुन्छ, यहाँ माथि पहिला निकालेर गर्दा नि हुन्छ है त। एफ भनेको छ त 10, कति आउँछ? 20 इन्टु 3.14 गर्दा यो कति आउँछ भन्दाखेरि 62.8 हो। यहाँ के भयो त? यसको युनिट चाहिँ के हुन्छ त? रेडियन पर सेकेन्ड हुन्छ। यो झुक्किनु भएन है त। रेडियन पर सेकेन्ड के को युनिट हो? रिभोल्युसन पर सेकेन्ड के को युनिट हो? भनेपछि इन्टु 62.8 यो गर्दा कति आउँछ त? 788.8 के हो त? इनर्जीको युनिट जुल भयो। यति सजिलो छ है त। त्यसपछि आइआईमा के सोधेको त? क्यालकुलेट इट्स के भनेको थियो? एङ्गुलर मोमेन्टम हो कि होइन? एङ्गुलर मोमेन्टमको फर्मुला के हो त? एङ्गुलर मोमेन्टम भनेको यल हो। यल निकाल्न भनेको छ। अब हामीसँग के छ? हामीसँग काइनेटिक इनर्जी छ। भनेपछि हामीले यो कसरी निकाल्न सकिन्छ त? ल काइनेटिक इनर्जी नै युज गरेर निकाल्ने हो है त। ल निकालौँ। नाउ वी हेभ के छ त? के इक्वल टु हामीसँग कति छ त? यो फर्मुला लेखौँ ल। 1/2 आई ओमेगा स्क्वायर भयो।
काइनेटिक इनर्जी कति छ त 788.8 to 1/2 आई भनेको कति निकालेको थियो मैले अब पहिला सुरु यो भनेको त आई ओमेगा हो कि होइन भनेपछि हामीले एल स्क्वायर इक्वल टु आई स्क्वायर ओमेगा स्क्वायर निकाल्न सक्छौँ यहाँनिर भनेपछि यहाँनिर हामीले आई स्क्वायर ओमेगा स्क्वायर तलपट्टि आईले डिभाइड गरिदियौँ भने यो के हुन्छ त 788.8 सिधै गर्दा पनि हुन्छ है यो आई यल इक्वल टु आई ओमेगा लाएर गर्दा नि हुन्छ डाइरेक्ट यहाँनिर के छ त 0.4 इन्टु 62.8 गर्दा नि हुन्छ नभए यहाँबाट सुरु गरिहालेँ मैले सुरुमा ध्यान दिइनँ त्यही भएर यो फर्मुला लेखेपछि याद आयो सिधै छ भ्यालु नै छ भन्ने त्यही भएर यति गर्दा नि हुन्छ ल यो सुरु गरिहाल्ने यो पनि गरिहाल्छु 1/2 इन्टु यो भनेको के हो त एङ्गुलर मोमेन्टम बाई आई त्यसपछि अब एल इक्वल टु के हुन्छ त अन्डर रुट 788.8 यो पनि यता जान्छ इन्टु √2 इन्टु आईको भ्यालु कति छ त 0.4 ल देयरफोर यल इक्वल टु सल्भ गर्दा कति आउँछ त यो भन्दाखेरि 25.12 के हुन्छ त यसको युनिट जुल सेकेन्ड सिधै यहीँबाट गर्दा पनि हुन्छ यहाँनिर छ त हामीसँग यल इक्वल टु आई ओमेगा भयो एल इक्वल टु आई ओमेगा त्यहाँ छ आई पनि छ 0.4 अनि त्यसपछि यसको कति छ 62.8 यहाँबाट पनि सिधै गर्दा हुन्छ 25.12 जुल सेकेन्ड यो लामो प्रोसेस गरिरहनु पनि जरुरी छैन मैले ध्यान नै दिइनँ त्यो गिभन छ भनेर ल के भएन है त सजिलो छ यस्तै यस्तै क्वेसन आउने यो च्याप्टरबाट त्यसपछि अर्को छ यो गरौँ ल सोलुसन गिभन लेखिहालौँ है त गिभन आफ्टर ल्यान्डिङ अन एन अनफेमिलियर प्लानेट अ स्पेस एक्सप्लोरर कन्स्ट्रक्ट्स अ सिम्पल पेन्डुलम अफ लेन्थ 50 एउटा के छ अरे स्पेस एक्सप्लोरर छ अरे कहाँ गयो अरे एउटा प्लानेटमा गयो अरे ल यो प्लानेटमा गएर यहाँ ल्यान्ड गरेर के गर्यो यहाँनिर यसले चाहिँ एउटा सिम्पल पेन्डुलम बनायो अरे हो कि होइन कति छ अरे यसको लेन्थ कति बनायो अरे यो एल कति छ अरे 50 cm को लेन्थ बनायो अरे अनि त्यसपछि we find that the pendulum makes 100 swings in 130 seconds भने 130 seconds 100 swings in 130 यसले चाहिँ यो पेन्डुलमले चाहिँ के गर्छ त 136 सेकेन्डमा 1 2 स्विङ 100 जोडी स्विङ गर्छ अरे भनेपछि त्यो प्लानेटको एक्सिलरेसन ड्यु टु ग्राभिटी कति हो निकाल भने ल गरौँ है त सोलुसन गिभन लेन्थ अफ सिम्पल पेन्डुलम लेख्नुपर्छ लेन्थ मात्र लेखिदिएँ मैले 50 cm यो भनेको कति हो 0.5 मिटर त्यसपछि टाइम पिरियड टी भनेको के थियो अब यहाँनिर 136 सेकेन्डमा ल सरी टाइम पिरियड भनेको के हो त वान स्विङ इन हाउ मच सेकेन्ड भनेको के हो त टाइम पिरियड हो भनेपछि कति आउँछ त वान स्विङ भनेपछि त 136/100 गरिदियो भने यो के आयो त टाइम पिरियड आयो ल भनेपछि टाइम पिरियड भनेको कति भयो त 136/100 यो भनेको कति आयो 13.6 सेकेन्ड ए सरी 1.36 सेकेन्ड 10 भएको भएको सरी 1.36 सेकेन्ड है त ल अब के गर्नु पर्यो त हामीसँग टाइम पिरियडको फर्मुलाबाट त हामीले के गर्न सक्छौँ जी निकाल्न सक्छौँ वी हेभ टीको फर्मुला के हो त 2π√L/g हो कि होइन टाइम पिरियडको फर्मुलाबाट भनेपछि जी इक्वल टु वाट यहाँ लेखेको छु त्यही भएर यहाँ मैले लेखेन है त अब कसरी निकाल्न सकिन्छ टी स्क्वायर इक्वल टु स्क्वायरिङ गरिदिने 4π² L/g भयो और जी भनेको कति आउने भयो 4 इन्टु 3.14 को स्क्वायर इन्टु लेन्थ भनेको कति छ 0.5 डिभाइडेड बाई यो यता आउँदा कति हुने भयो त टी भनेको कति छ 1.36 को स्क्वायर 1.36 को स्क्वायर भनेपछि कति आउने भयो त जी भनेको देयरफोर जी इक्वल टु यो सल्भ गर्दा आउँछ 10.7 मिटर पर सेकेन्ड स्क्वायर यो के भयो त एन्सर भनेपछि के रहेछ त
यो प्लानेटको चाहिँ एसिलेरेसन ड्यु टु ग्राभिटी के रहेछ त 10.7 सजिलो छ केही देखाएर यहाँबाट टाइम पिरियड निकाल्ने लिन्छ छँदैछ टाइम पिरियडको फर्मुलामा हालिदिने यताउता गर्ने स्क्वायर गरिदिने सकिहाल्यो है त ल त्यसपछि यो छ यो कुन च्याप्टरबाट भयो यो कुन च्याप्टरबाट भयो सिम्पल हार्मोनिक पिरियोडिक मोसन सेकेन्ड च्याप्टरबाट भयो है त यो कुनबाट भयो त फ्लुइडबाट हो है त यो ल सोलुसन के भने त गिभन लेखिहाल्यौँ सुरुमा water flowed steadily through a horizontal pipe of non-uniform cross-section area. If the pressure of water is 80 at a point where the velocity is 2 meter 2 meter per second velocity भएको ठाउँमा त्यसको प्रेसर कति छ अरे 4 into 10 to the power 4 न्युटन पर मिटर स्क्वायर छ अरे एन्ड क्रस सेक्सन एरिया इज यसको एरिया कति छ अरे 0.02 मिटर स्क्वायर छ अरे वाट इज द प्रेसर एट अ पोइन्ट वेयर क्रस सेक्सन एरिया रिड्युस टु अर्को अब A1 यति छ अरे A2 0.01 मिटर स्क्वायर भएको ठाउँमा चाहिँ यसको कति प्रेसर कति छ P2 कति छ भनेर सोधे है त भनेपछि कसरी गर्ने त अब ल पहिला सुरु गिभन लेखौँ त राम्रोसँग यार P1 इक्वल टु कति छ अरे 4 into 10 to the power 4 न्युटन पर मिटर स्क्वायर V1 भेलोसिटी कति छ अरे यो ठाउँमा 2 मिटर पर सेकेन्ड अनि यहाँनिरको एरिया कति छ अरे 0.02 मिटर स्क्वायर सबै केमा छ त एसआई युनिटमै छ भनेपछि केही गर्नु परेन त्यसपछि P2 निकाल भनेको छ हो कि त्यहाँ एरिया कति छ अरे जहाँनिर चाहिँ 0.01 मिटर स्क्वायर छ अरे भनेपछि त्यहाँनिरको भेलोसिटी पनि हामीलाई थाहा छैन यस्तो छ अरे एउटा होरिजेन्टल पाइप छ अरे होइन पाइप छ अरे होइन यसको यतापट्टि चाहिँ एरिया सानो भएको छ अरे अब यहाँनिरबाट मानौँ यहाँबाट छिर्यो यहाँनिर चाहिँ यसको एरिया 0.02 मिटर स्क्वायर छ यहाँनिर वाटरको यो भेलोसिटी कति भयो त V1 भनेको 2 मिटर पर सेकेन्ड छ अरे अनि यहीँनिर यो यही लेभलमा यसको प्रेसर कति छ अरे 4 into 10 to the power 4 मिटर पर सेकेन्ड स्क्वायर छ भनेपछि सरी न्युटन के भइरहेको युनिट लेख्नलाई यु अनि यो इन्डमा चाहिँ यहाँनिर A2 यहाँनिर चाहिँ यसको एरिया कति छ अरे त 0.01 मिटर स्क्वायर छ अरे भेलोसिटी पनि हामीलाई थाहा छैन प्रेसर चाहिँ निकाल भनेको छ यो फाइन्ड गर अब हामीले कसरी निकाल्न सक्छौँ त सुरुमा त हामीलाई के थाहा हुनु पर्यो त हामीले भेलोसिटी निकाल्न सक्नु पर्यो है त इन्ड ल यसलाई यो इन्ड A मानिदिउँ यसलाई इन्ड B मानिदिउँ है त ल भनेपछि हामीलाई त के थाहा त बाई द प्रिन्सिपल अफ कन्टिन्युटी यसले के भन्छ त यहाँबाट एउटा पाइपमा इन्टर भयो यहाँनिर यसको सर्फेस एरिया घट्यो भने पनि यहाँको एरिया र भेलोसिटीको प्रोडक्ट र के हुन्छ त यहाँको एरिया र भेलोसिटीको प्रोडक्ट चाहिँ के हुन्छ त सेम हुन्छ यो केले भन्छ प्रिन्सिपल अफ कन्टिन्युटीले भनेपछि के भयो त A1 V1 इक्वल टु A2 V2 भयो भनेपछि त के भयो त अर V2 भनेको कति आउने भयो त A1 भनेको कति छ 0.02 भेलोसिटी 2 छ डिभाइड बाई A2 कति छ त हाम्रो 0.01 भनेपछि यो सल्भ गर्दा कति आउँछ त डियर पर त्यो इन्डको भेलोसिटी कति आउने भयो त 4 मिटर पर सेकेन्ड आउँछ भनेपछि के रहेछ त यो भेलोसिटी यहाँ कति रहेछ त वाटरको भेलोसिटी 4 मिटर पर सेकेन्ड रहेछ यहाँनिर 4 मिटर पर सेकेन्ड भनेपछि अब त हामीलाई सजिलो भइसक्यो के गर्नु पर्यो अब हामीले प्रेसर निकाल्नु पर्यो हामीले के पढाएको छौँ त बर्नौलिस थ्योरम पढाएको छौँ हो कि होइन बर्नौलिस थ्योरमको के हो त अब त्यो स्टेटमेन्ट भन्दाखेरि के हुन्छ त P2 प्लस के हो 1/2 डेन्सिटी V स्क्वायर बाई 2 इक्वल टु के हुन्छ त हाइट छ भनेदेखि हाइट पनि हुन्छ है त यहाँनिर प्लस एच पनि गर्नुपर्ने हुन्छ P1 प्लस 1/2 रो V उल्टो 2 हुन्न यहाँ 2 लेखेपछि कहाँ यहाँ 2 लेखेर यहाँ V2 भयो यतापट्टि 2 यहाँ V1 स्क्वायर हल्का मिस्टेक भयो सरी ल अब P2 भनेको अब P2 त निकाल्नु छ P2 इक्वल टु यसलाई उता लगिदिने सल्भ गरिदिने P1 प्लस 1/2 यो डेन्सिटी कमन आयो यहाँनिर के बाँकी रह्यो त V2 सरी छ के भइरहेको आज मलाई V1 स्क्वायर माइनस V2 स्क्वायर उल्टो उल्टो लेखिरहेको छु त ल अब P2 कति आउने भयो त P1 हाम्रो कति छ 4 into 10 to the power 4 P1 भनेको प्लस 1/2 इन्टु अब वाटर भनेको छ वाटरको डेन्सिटी कति हो त
1000 हो, हामीलाई थाहा छ। अब V1 भनेको कति छ त? V1 कति थियो? 2 मिटर पर सेकेन्ड थियो, हो कि होइन? 2 मिटर पर सेकेन्ड थियो। पछि हामीले V2 चाहिँ कति निकालेको थियौँ? 4 मिटर पर सेकेन्ड। भनेपछि कति भयो त? यहाँनिर 2 स्क्वायर माइनस 4 स्क्वायर भयो कि होइन? भनेपछि P2 इक्वल टु 4 इन्टु 10 टु द पावर 4 माइनस यो कति हुन्छ? ल यो भनेको 500, यो भनेको 4 माइनस 16 भनेको -12 यो भनेको कति आउने भयो त? P2 इक्वल टु 4 इन्टु 10 टु द पावर 4 प्लस यो 12 इन्टु 5 ल 500 इन्टु 12 यतिकै राखिदिएँ मैले। कति आउँछ? 12 5 जा 60 6000 त आउँछ होइन? भनेपछि यो कति आउने? यो सल्भ गर्दा कति आउँछ त? देयरफोर P2 इक्वल टु 3.4 इन्टु 10 टु द पावर 4 न्युटन पर मिटर स्क्वायर। यो चाहिँ हाम्रो के रहेछ त? हिन्ज। अब फिगर बनाएर तिमीहरूले गर्यो भने हिन्ज द प्रेसर एट एनदर इन्ड हामीले के लेखेका थियौँ? बी लेखेका थियौँ। बी इज 3.4 इन्टु 10 टु द पावर 4 न्युटन पर मिटर स्क्वायर। यसरी लेख्नु पर्यो स्क्वायर है त। के गर्नु पर्यो? कति सजिलो छ। सुरुमा हामीलाई अब त्यो थाहा हुनु पर्यो, प्रिन्सिपल अफ कन्टिन्युटी A1 B1 इक्वल टु A2 B2। त्यहाँबाट हामीले भेलोसिटी निकाल्छौँ। अब भेलोसिटी निकाल्यौँ भने हामीले त्यसपछि के गर्न सक्छौँ? बर्नौलीज थ्योरम लगाउन सक्छौँ। अब यो पाइप यति हाइटमा छ भनेर यसरी हाइट दिए हुन्थ्यो भने के हुन्थ्यो? त्यहाँनिर हामीले यच पनि राख्न मिल्थ्यो है त। त्यो त्यहाँनिर बर्नौलीज थ्योरममा त्यहाँनिर हामीले यच पनि राख्न सक्थ्यौँ। ल यो केबाट भयो त? पेट्रोल इन्जिन कन्ज्युम्स 5 kg अफ पेट्रोल पर आवर भनेपछि यो पेट्रोल इन्जिन भनेपछि कहाँबाट भयो त? थर्मोडाइनामिक्स। कुन ल? सेकेन्ड लबाट। ल सोलुसन गरौँ। पहिला सुरु क्वेसन पढौँ। अब पेट्रोल इन्जिन कन्ज्युम्स 5 kg अफ पेट्रोल पर आवर। 1 घन्टामा 5 kg पेट्रोल कन्ज्युम गर्छ अरे। If the power of engine is 20 kilowatt, इन्जिनको पावर कति छ अरे? 20 kilowatt, and the calorific value of petrol is 11 into 10 to the power 3 kilocalorie per kg। ल भनेपछि के गर्ने? यो के भनेको छ? द क्यालोरिफिक भ्यालु अफ पेट्रोल इज यति पर केजी भनेपछि 1 kg पेट्रोलले के गर्ने रहेछ त? बाई क्वेसन लेखिहालौँ। 1 kg पेट्रोल प्रोड्युसेस कति क्यालोरी रे? 11 into 10 to the power 3 किलो क्यालोरी इनर्जी प्रोड्युस गर्छ अरे, हो कि होइन? हो। भनेपछि कति छ टोटल? 5 kg भनेपछि 5 kg पेट्रोल प्रोड्युसेस कति त? 5 into 11 into 10 to the power 3 किलो क्यालोरी इनर्जी। यो भनेको कति हुन्छ त? 5 into 11 55 इन्टु अब यो किलो क्यालोरी भनेपछि यो कति भयो त? 10 to the power 3 into 10 to the power 3 क्यालोरी इनर्जी। क्यालोरीमा लानु पर्यो नि, हो कि होइन? हो। भनेपछि कति हुने भयो त? यो सल्भ गर्दाखेरि 2.31 into 10 to the power 8 जुल। के त यो? इनर्जी जुलमा लग्नु पर्यो नि त। के गर्नु पर्यो? 4.2 जुल भने के हुन्छ त? 1 क्यालोरी हुन्छ भनेपछि यो क्यालोरीलाई लग्नु पर्यो है त, मल्टिप्लाई गरेर 4.2 ले। त्यसो भएपछि यो के भयो त? यति इनर्जी के गर्छ अरे त? प्रोड्युस गर्छ अरे 5 kg पेट्रोलले। भनेपछि अब के गर्नु? भनेपछि इनपुट पावर के भयो त? इनपुट पावर अफ के त? पेट्रोल इन्जिन लेखौँ न ल। पेट्रोल इन्जिन इक्वल टु कति हुने भयो त? इनर्जी प्रोड्युस्ड बाई 5 kg पेट्रोल कति घन्टा भने? 1 घन्टा। यसको इनपुट पावर चाहिँ कति हुन्छ भन्दाखेरि त्यो 5 kg पेट्रोलले 1 घन्टामा जति इनर्जी प्रोड्युस गर्दा त्यसकै के हुने भयो त? त्यसको इनपुट पावर हुने भयो। भनेपछि कति भयो त? ल इनर्जी प्रोड्युस कति छ यसको? 2.31 इन्टु 10 टु द पावर 8 जुल। अब 1 घन्टा भनेको कति हो? 1 आवर भनेको 3600 सेकेन्ड हो। पावर भनेको के हो त? इनर्जी बाई टाइम होइन त। अनि इनर्जी प्रोड्युस बाई कति केजी? 5 केजीकै कुरा गरेपछि 5 kg पेट्रोल भयो। 1 घन्टा भनेपछि 1 घन्टामै काम गर्यो भने त्यहाँनिर भनेपछि त 3600 सेकेन्ड भयो। यो कति आउँछ त भन्दाखेरि 0.62 कति आउँछ रुक है? 0.642 इन्टु 10 टु द पावर 5 वाट आउँछ यो, ओके।
इनपुट पावर आयो। हामीलाई निकाल्न चाहिँ के भने इफिसियन्सी निकाल्न भनेपछि इफिसियन्सी भनेको के हो त आउटपुट पावर बाई इनपुट पावर होइन त हो। त्यही भएर हामीले इनपुट पावर यहाँबाट निकाल्यौँ। त्यसपछि अब हामीले के निकाल्नु पर्यो त आउटपुट पावर भनेपछि देयरफोर आउटपुट पावर अफ के त इन्जिन इक्वल टु कति देखायो? यो त दिएकै छ हो कि होइन? इफ द पावर अफ इन्जिन इज यति। यो भनेको चाहिँ आउटपुट पावर चाहिँ कति चाहिँ त्यसले आउटपुट दिन्छ भनेर नि त। इनर्जी जति त्यसले प्रड्युस गरेर त्यसलाई कति टाइममा कन्ज्युम गर्छ त्यो त्यसको इनपुट पावर भयो। अब त्यहाँ क्वेसनमा यसले यति पावर छ भन्यो भने त्यसको के हो त त्यसले दिने आउटपुट पावर चाहिँ हुन्छ है त। त्यो कति दिएछ त हामीलाई 20 किलोवाट भनेपछि यो के भयो त 20 इन्टु 10⁻³ वाट भयो कि होइन? देन अगेन हामीलाई के निकाल्नु पर्ने छ इफिसियन्सी निकाल्नु नै के छ त इफिसियन्सी भनेपछि इफिसियन्सी इटा भनेको के हो त आउटपुट पावर बाई इनपुट पावर। अब पर्सेन्टमा हुन्छ केले मल्टिप्लाई गर्नु पर्यो 100ले 100%। 100%मा हालौँ न ल केही फरक पर्दैन थियो। हुन त पर्सेन्ट हाल्यो भने फेरि 100 इन्टु 1/100 गरेर यो जान्छ भने जस्तो हुन्छ। त्यही भएर एन्सरमा मात्र पर्सेन्ट लेखाएर हाम्रो है त। भनेपछि यो कति भयो त आउटपुट पावर हाम्रो कति छ 20 इन्टु 10⁻³ गिभनै छ। इनपुट पावर हामीले निकाल्यौँ 0.642 इन्टु 10⁵ वाट भनेपछि यो सल्भ गर्दा कति आउँछ त 31.15%। भनेपछि इफिसियन्सी के रहेछ त हिन्स द इफिसियन्सी इज 31.15%। सजिलो छ केही छैन ल हेर है त। सुरुमा 1 घन्टामा यति कन्ज्युम गर्छ अरे अनि त्यसपछि पावर इन्जिन इफ द पावर अफ इन्जिन यति दिएको छ हामीलाई। अनि क्यालोरिफिक भ्यालु भनेको पर केजी भनेको यति दिएको छ भनेपछि 5 केजीको त्यसको क्यालोरिफिक भ्यालु भनेको त्यसको के हुन्छ त इनर्जी हुन्छ। अनि हामीलाई इनपुट पावर निकाल्नलाई हामीले के गर्न सक्छौँ त पी इक्वल टु ई/टी फर्मुला लगाएर हामीले पावर निकाल्यौँ। त्यसपछि त आउटपुट पावर गिभन नै छ इफिसियन्सीको फर्मुलामा राख्दै एन्सर आइहाल्यो। के हुन्छ त यस्तो क्वेसनहरू इम्पोर्टेन्ट हुन्छ है त। त्यसपछि यो केबाट आयो त किर्चफ्स ल कुन च्याप्टर इलेक्ट्रिकल सर्क्युट। अब यो ल यो गर्नलाई हामीलाई दुईटा ल थाहा हुनुपर्छ के त फर्स्ट ल यसको किर्चफ्सको फर्स्ट ल र सेकेन्ड ल। यो गर्दा गर्दै थाहा भइहाल्छ। यसलाई के पनि भन्छन् करेन्ट ल पनि भन्छन् यसलाई भोल्टेज ल पनि भन्छन् है त। ल सोलुसन त सोलुसन गिभन त के लेख्नु पर्यो र यसमा फिगर बनाउनु त यही फिगर हेरौँला है। यहाँनिर बनाएर किन बसिराख्नु सोलुसन। ल सुरुमा हामीले यो पोइन्टमा हेरौँ है त एप्लाइङ पहिला सुरु त फर्स्ट ल लगाएर कुन पोइन्टमा के मिट भयो त्यो हेर्ने ठ्याक्क लेखिदिने एप्लाइङ फर्स्ट ल एट के त पोइन्ट बी। यहाँनिर के भयो त फर्स्ट लले के भन्छ त करेन्ट लिभिङ द जङ्सन म यहाँ लेख्छु है त ल के भन्छ त करेन्ट लिभिङ द जङ्सन इक्वल टु करेन्ट एप्रोचिङ द जङ्सन अथवा तिमीहरूले सम अफ करेन्ट मिटिङ एट अ पोइन्ट इक्वल टु 0 भनेर नि पढायो होला। एउटै कुरा त भन्यो कि भनेपछि यो पोइन्ट बीमा के छ त ल यहाँ राम्रोसँग हेर है त के छ त I2 करेन्ट के भइरह त एप्रोच भइरह I3 पनि एप्रोच भइरह यस्तो छ कि होइन। ल यहाँनिर बिचको रजिस्टर मैले बनाएँ होइन यो I1 छ यताबाट I2 आछ यताबाट I3 आछ भनेपछि सम अफ करेन्ट लिभिङ द जङ्सन इक्वल टु सम अफ करेन्ट मिटिङ एट अ जङ्सन भनेपछि यो के छ त I1 लिभिङ छ हो कि होइन। अरू कुनै त्यहाँबाट छुट्याएको त छैन। यो बी पोइन्टमा त अरू दुइटा त आइरह भनेपछि I1 इक्वल टु I2 प्लस I3 भयो हो कि होइन। ल यो मेट्दिएँ मैले यो के भयो त इक्वेसन 1 भयो। अब त्यसपछि यो लुपमा हेरौँ है त यति यो रूपमा हेरौँ ल नाउ किन लेख्नु एट द लुप यस्तो लिउँ है त यहाँ जस्तो एरो दिएको छ त्यस्तै लिउँ AFEBA AFEBA एप्लाइङ कुन ल त सेकेन्ड ल
अब तिमीहरूले कसरी यसको पढाएको छौ रुल मलाई थाहा भएन किन मैले चाहिँ कसरी पढ्छु भन्दाखेरि यहाँबाट एबाट अब यता गएको हो किन यता गएको छ भनेपछि यो प्लसबाट माइनसमा गएको छ भनेपछि त्यसले मैले त्यसलाई इलाई के लिन्छु नेगेटिभ लिन्छु अब यहाँनिर यतैबाट जाँदा यो माइनसबाट प्लसमा जान्छ मैले यसलाई के लिन्छु प्लस लिन्छु अनि त्यसपछि तिमी कता गइरहौ अनि करेन्ट कता गइरह त्यो हेर्नुपर्छ म यता तलतिर गइरह यो करेन्ट पनि तलतिर गइरह सेम डिरेक्सन छ भनेदेखि मैले के लिन्छु माइनस लिन्छु करेन्टसँग है त अनि त्यसपछि अपोजिट डिरेक्सनमा छ भने मैले के लिन्छु त प्लस यसरी गऱ्यो भने लास्टै सजिलो हुन्छ है त ल यहाँबाट एबाट सुरु गर्नु पऱ्यो अब तिमी यता तलतिर गइरहौ भनेपछि यो के भयो त प्लसबाट माइनसमा गएको छु भनेपछि -2 अब तिमी यो करेन्ट कता गइरह त यो करेन्ट नि यतै गइरह यतै एरो छ म पनि यतै गइरहेको छु भनेपछि माइनस के त भयो भनेरि आइआर गर्नु पऱ्यो हो किन भनेपछि यहाँ आई कति छ त I1 आइरह इन्टु कति छ रेसिस्टेन्स 1 अब यता गयो 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 यहाँ माइनसबाट प्लसमा गइरह भनेपछि के भयो त +4 फेरि माथि गयो यो रेसिस्टेन्समा करेन्ट यता गइरह म नि यतै गइरहेको छु भनेपछि फेरि के भयो त माइनस I2 करेन्ट छ रेसिस्टेन्स कति छ 2 यता गयो करेन्ट कता गइरह यता गइरह म पनि कति गइरह यतै गइरह भनेपछि -I1 इन्टु यसको रेसिस्टेन्स कति छ 1 यो सम कति हुने भयो त 0 ल अब त के छ र यो 2 -2 -I1 ल अनि एकैचोटि गऱ्यो भने त 4 - 2 +2 भयो है त -2I2 माइनस के भयो त यहाँ I1 = 0 और यो उता पठाइदिउँ यिनीहरूलाई 2 = के भयो त -I1 -I1 ल उता पहिला सुरु 2I2 गयो यो दुईटा उता जाँदा के भयो त +2I1 भयो त्यसो भए यहाँबाट सल्भ गर्दा के आउँछ त I1 + I2 = 2 कमन आयो I1 + I2 भयो 2 2 काट्यो 1 रह्यो यो इक्वेसन 2 भयो ल त्यसपछि के गर्नु पर्यो त अब अर्को लुप हेर्नु पर्यो यो लुप यताको हेर्नु पर्यो हो कि होइन अब न एट लुप कुन त बिइडिसी बिइडिसी बी यसमा नि कुन ल त सेकेन्डमा नै लाउने है त यतिकै पहिला सुरु यतिकै लेखौँ ल के हुन्छ त अब त्यसपछि यहाँनिर मेट्दिएँ है मैले यो प्लस माइनस बी अब यता तल गइरह हो कि होइन ल हेर यहाँनिर हेर्नु पऱ्यो अब म तल गइरहेको करेन्ट माथि आइरह भनेपछि डिरेक्सन के छ त अपोजिट छ भनेपछि आइआरलाई के लिनुपर्ने भयो त पोजिटिभ लिनु पऱ्यो भनेपछि कति छ त कुन छ त I2 करेन्ट I2 इन्टु 2 2 ओम छ यसको रेसिस्टेन्स भनेपछि अब यहाँनिर प्लसबाट माइनसमा गएको हो कि तलतिर जाँदा भनेपछि माइनस लिनु भयो -4 यहाँबाट गयो 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 यहाँ कति छ त +4 माथि गएर माइनसबाट प्लस गइरह भनेपछि यो के भयो त यहाँनिर +4 लिनु पऱ्यो फेरि यता गयो म पनि यता गइरह यो यहाँ के छ त यो करेन्ट नि यतै गइरह भनेपछि के लिनु पऱ्यो नेगेटिभ I3 करेन्ट छ I3 × 1 = 0 अब त सकिसक्यो केही गर्नु पर्दैन सल्भ गर्ने सक्यो के भयो त 2I2 4 4 काट्यो = यो के त उता गयो I3 भयो हो कि होइन ल त्यसो भए और I3 भनेको कति आयो I3 = 2I2 आयो यो इक्वेसन 3 भयो अब हामीले के गर्नु पर्यो त यहाँबाट फर्स्टबाट हामीले के गर्न सक्छौँ त फर्स्टमा के थियो त I1 = I2 + I3 थियो होइन त I2 + I3 यही थियो जस्तो लाग्यो हेरौँ त हो I1 = I2 + I3 भनेपछि यहाँ I2 I3 भनेको के हुन्छ त यहाँनिर I3 भनेको I1 - I2 त्यसो भए ल यो इक्वेसन 4 मानिदिए है त फ्रम 1 गर देन के भयो त 3 र 4 बाट के हुने भयो त 3 and 4 फ्रम 3 and 4 के हुने भयो त यो पनि I3 यो पनि I3 भनेको 2I2 = I1 - I2 हुने भयो भनेपछि यहाँबाट के आउने भयो त यो I2 यता आयो भनेपछि 3I2 = I1 therefore I1 = 3I2 भयो यो इक्वेसन 5 मानिदिएँ मैले अब त सल्भ गर्ने त हामीले यहाँ के निकालेको थियौँ I1 + I2 भने 1 छ फ्रम 2 सकिसक्यो अब त ल फ्रम 2 के त I1 + I2 = 1 छ और I1 को भ्यालु कति आयो 3I2 3I2 + I2 = 1
आर अब कति भयो त I2 इक्वल टु यो 4 हुन्छ जोड्दाखेरि 1/4 भनेको 0.25 एम्पियर आयो। देन अब यहीँबाट I2 आइहाल्यो I1 निकालौँ I1 इक्वल टु के भयो त ए 3 इन्टु I2 I2 भनेको चाहिँ 0.25 एम्पियर यो भनेको 0.75 एम्पियर। अब I3 निकाल्न बाँकी छ कि होइन I3 इक्वल टु कति छ त 2I2 यहाँबाट निकाल्दा नि हुन्छ इक्वल टु 2 इन्टु I2 भनेको चाहिँ 0.25 यो भनेको कति आयो त 0.5 एम्पियर। ल है त यहाँबाट गर्दा नि हुन्छ 0.75 माइनस 0.25 गर्दा कति आउँछ 0.50 एम्पियर त आउँछ नि। ल के बुझ्नु पर्यो त यसमा भन्दाखेरि तिमीले अब त्यो भोल्टेजको लहरू चाहिँ कसरी पढाएको त्यो त्यो यो वेन इट मुभ्स एन्टी क्लकवाइज त्यसरी पढ्दाखेरि कन्फ्युज हुन्छ। यसरी हेर्ने ल अब यो प्लस छ यो माइनस छ यताबाट यता प्लस टू माइनस लिने माइनस टू प्लस नेगेटिभ टू पोजिटिभ टर्मिनल गयो भने प्लस लिने अनि सेम डिरेक्सन छ भने आइआर माइनस लिने अपोजिट डिरेक्सन छ भने आइआर के लिने पोजिटिभ लिने यति सजिलो त इक्वल टु 0 गरिदिने सब सम गरेर लास्टै यसरी गऱ्यो भने सजिलो हुन्छ है त। ल त्यसपछि छ यो क्वेसन यो कुन क्वेसन यो क्वेसन कहाँबाट हो त म्याग्नेटिक फिल्डबाट भनेपछि लेखौँ सोलुसन के छ त गिभन लेखिदिइहालौँ है त। ल A circular coil of a wire 50 turns. टर्न्स भनेपछि के आयो त n इक्वल टु 50 टर्न्स हो कि होइन एन्ड द रेडियस r इक्वल टु 0.5 मिटर करेन्ट I भनेको 1 एम्पियर द वायर इज सस्पेन्डेड भर्टिकल्ली इन युनिफर्म म्याग्नेटिक फिल्ड अफ म्याग्नेटिक फिल्ड कति छ अरे 1.5 टेस्ला अरे अन्त डिरेक्सन अफ म्याग्नेटिक फिल्ड चाहिँ प्यारलल छ अरे प्यारलल टु द प्लेन अफ कोइल यो केही फरक पर्दैन यतिकै दिया हो होइन आईमा के निकाल्न भनेको त टर्क। अब हामीले टर्कको फर्मुला के भनेको के पढाएको त विन हो के थाहा छ हामीलाई टर्क इक्वल टु के हो त बिना के हो त कस थीटा हो पढायो हो कि होइन हो भनेपछि के भयो त बी भनेको कति छ त 1.5 आई कति छ 1 इन्टु एन कति छ 50 अब एरिया कति के हुन्छ त सर्कुलर कोइलको एरिया कति हुन्छ त पाई आर स्क्वायर भनेपछि इन्टु पाई आर भनेको कति छ 0.5 स्क्वायर यो सल्भ गर्दा कति आउँछ त कस कति प्यारलल भनेपछि त्यो खासै केही चाहिँ काम लाग्ने होइन भन्न मतलब त्यो त्यहाँनिर पर्पेन्डिकुलर प्यारलल यहाँ फर्मुलामा चेन्ज हुन्न तर के गर्नुपर्छ त 0 डिग्री अब एन्टी प्यारलल भन्यो भने 180 डिग्री पर्पेन्डिकुलर भन्यो भने 90 डिग्री। ल कस 0 डिग्री यो कति भयो त सल्भ गर्दाखेरि आउँछ 0 पर्पेन्डिकुलर भन्यो भने त कति हुन्छ कस 90 भने 0 आउँछ त्यो हुँदै भएन हो कि होइन 0.589 त्यही भएर पर्पेन्डिकुलर भनेर त दिनु नै भएन कस 0 बिना मात्र हाल्दा पनि अब यहाँ केही दिएन भने यहाँ 0 भयो हाल्नु परेन बिना मात्र लिँदा नि भयो फेरि 0.589 न्युटन मिटर आयो। त्यसपछि अर्को क्वेसन के छ त will your answer change if the circular coil is replaced by a plain coil of same irregular shape that has same area। अब के भने अब यो सर्कुलरलाई चाहिँ प्लेन इरेगुलर सेपले ल प्लेन भनेको यस्तोले रिप्लेस गरिदियो यसको एरिया पनि सेम छ अरे यसको एरिया पनि सेम छ अब टर्क कसरी चेन्ज हुन्छ त चेन्ज हुन्छ हुन्न किन हुन्न अब कस्तो सर्फेस छ अब कस्तो सर्कुलर होस् कि के होस् त्यसमा डिपेन्ड नै गर्दैन डिपेन्ड गर्छ एरियामा एरिया त हाम्रो के छ त सेम छ सो इट डजन्ट चेन्ज सिन्स एरिया इज सेम त्यसरी लेख्नु पर्यो पर प्लेन होस् कि सर्कुलर होस् हामीलाई मतलब छैन हामीलाई मतलब छ एरियासँग भनेर ठ्याक्क लेखिदिनु पर्यो है त। ल त्यसपछि यो कहाँबाट आयो एसीबाट आयो कि होइन सोलुसन यहाँ के देखा अ सर्किट कन्सिस्ट अफ इन्डक्टर आई इन्डक्टेन्स कति छ अरे इन्डक्टेन्स लेखिरहेको छु कि मैले उल्टो उल्टो लेखिरहेको छु इन्डक्टेन्स यल भनेको कति हुन्छ 200 म्यु यो माइक्रो भनेपछि कति भयो 200 है यो 200 इन्टु 10 टु द पावर -6 एच हेनरी। ल त्यसपछि आर रेसिस्टेन्स कति छ अरे 10 ओम
कसरी छ अरे सिरिज छ अरे इथ भेरिएबल क्यापेसिटर एन्ड 0.10 भोल्ट आरएमएस भनेपछि के पनि छ अरे भिआरएमएस पनि छ अरे हो कि त्यहाँनिर कति 0.10 भोल्ट अनि त्यसपछि यसको के छ एन्ड मेगा हर्ज सप्लाई भनेको के हो यो भनेको फ्रिक्वेन्सी हो कि किन यो के भयो ई भयो किन ई लेख्दा नि भयो भी लेख्दा नि केही फरक पर्दैन फर्मुलामा लेख्ने हो एआरएमएस भिआरएमएस जे लेख्ने भयो यो मेगा हर्ज सप्लाई भनेको के भयो फ्रिक्वेन्सी फ्रिक्वेन्सी भनेको कति छ 1 MHz भनेको मेगा हर्ज भनेपछि कति हुन्छ त 1 × 10⁶ हर्ज हो कि होइन हो अब हामीलाई के निकाल्न भने क्यालकुलेटर त क्यापेसिटेन्स सी इक्वल टु वाट क्वालिटी फ्याक्टर क्यु इक्वल टु वाट भने एड रेजोनेन्स भने यो अब कसरी गर्ने त भनेपछि सुरुमा हेर्नु पर्यो एड रेजोनेन्स भनेपछि रेजोनेन्स कन्डिसन भनेको के हो त नाउ रेजोनेन्स कन्डिसनमा के हुन्छ इन्डक्टिभ रेसिस्टेन्स केसँग इक्वल हुन्छ क्यापेसिटिभ यो थाहा हुनु पर्यो है त न्युमेरिकल गर्नु अगाडि कन्सेप्ट थाहा हुनुपर्छ इन्डक्टिभ रेसिस्टेन्स भनेको के भयो त एक्सएल यो भएको यो एक्सी भयो अब यो के हुन्छ त अब थाहा हुनु पर्यो यो कुन चाहिँ 2πf त दुवैमा हुन्छ अब कुनमा तल हुन्छ कुनमा माथि हुन्छ त्यो थाहा पाउनु पर्यो है त यलमा के हुन्छ त माथि हुन्छ सीमा तल हुन्छ ल यो पुरै नै तल हुन्छ है 1/, चाहिँ अनि चाहिँ हुन्छ 1/2πfc यसरी चाहिँ हुन्छ त्यो त सँगै हुन्छ 2πf यल अथवा सिधा सँगै हुन्छ अब यहाँ 1/, हुन्छ कि हुन चाहिँ थाहा पाउनु पर्यो अब यसमा के हुन्छ त इन्डक्टिभमा सँगै हुन्छ 2πfl यसमा के हुन्छ त 1/2πfc अब भ्यालु हालिदिने त अब सकिसक्यो सीलाई यता ल्याइदियो भनेपछि अब कसरी सल्भ गर्नु पर्यो त सीलाई यता ल्याएपछि त यहाँ 1 छ बाई यो सबै यो 2π त स्क्वायर भयो 2π स्क्वायर यो पनि स्क्वायर त हो 2πf को के भयो त स्क्वायर भयो यल भयो कि होइन हो अब यो भ्यालु हालिदिनु त भ्यालु पुटिङ एन्ड सल्युटिङ के हुन्छ त सीमा अब 1/, सबै भ्यालु हाल्ने 2 × 3.14 × 10⁶ छ होइन यो हो यसको स्क्वायर इन्टु इन्डक्टेन्स एल कति थियो कति इन्टु कति मेगा उको थियो के अरे माइक्रो सरी मेगा त फ्रिक्वेन्सीमा हो 200 × 10⁻⁻6 200 × 10⁻⁻6 यो क्यालकुलेसन गर्दा आउँछ होला 1.265 × 10⁻10 फराड आउँछ कि आउँदैन चेक गर्ने क्यालकुलेटरमा है त सजिलो हो अब कन्डिसन थाहा हुनु पर्यो रेजोनेन्सको कन्डिसन त्यहाँबाट त इजी भइहाल्छ एक्सी इक्वल टु एक्सएल यो भने 1/2πfc यो भनेको 2πfl अब यो थाहा हुनु पर्यो कुनमा 1/, हुन्छ कुनमा हुन्न अगाडिकोतिरको पढ्नु पर्यो थ्योरी डेरिभेसन अर्को के निकाल्न भने क्वालिटी फ्याक्टर हो कि अगेन क्वालिटी फ्याक्टर भनेको के हो त क्वालिटी फ्याक्टरको फर्मुला थाहा हुनु पर्यो 1/r √, के हो l/c हो कि c/l हो l/c नै भयो त रेजिस्टेन्स कति देखा 10 देखा यल भनेको कति आयो कति हामीसँग 200 × 10⁻⁻⁶ कति आयो 1.265 यहाँ 4 पनि कि कति आउँछ इन्टु 10 यहाँ 2654 कि के पनि आएको थियो अघि मैले उडाइदिइहालेँ -10 अब कति आउँछ त यो सल्भ गर्दा 1257.19 ल युनिट हुन्न किन हुन्न सबै यो जान्छ यिनीहरूको युनिट क्यान्सल हुन्छ त्यही भएर हुन्न है त ल अब अर्को क्वेसन पनि छ यहाँनिर यो कहाँबाट भयो मोडर्न फिजिक्स इलेक्ट्रोन मुभ्स भनेपछि कहाँबाट भयो इलेक्ट्रोन च्याप्टरबाट रहेछ एन्ड सोलुसन ल इलेक्ट्रोन मुभ्स इन अ सर्कुलर पाथ अफ रेडियस गिभन लेखिदिउँ रेडियस कति भयो त 20 cm हाम्रो दिएकै छ युनिफर्म म्याग्नेटिक फिल्ड v कति छ अरे 2 × 10⁻³ टेस्ला अरे अनि स्पिड अफ इलेक्ट्रोन निकाल भने v इक्वल टु वाट
अनि टाइम अफ रिभोल्युसन टाइम पिरियड अफ वाच मास अफ इलेक्ट्रोन 9.1 इन्टु 10⁻⁻³ केजी। यो दिए पनि नदिए पनि तिमीलाई थाहा हुनुपर्ने कुरा हो। यति थाहा भयो भने त न्युमेरिकल कसरी गरिन्छ त थाहा हुनैपर्छ। लाज नै लाग्छ इक्जाममा फेरि यो आएन भने त, हो कि होइन? अब के यति सजिलो है, सधैँ के गर्नु पर्यो र हामीलाई के थाहा छ? विन हो। अब भी निकाल्नु पर्यो, टी निकाल्नु पर्यो, भेलोसिटी निकाल्ने फर्मुला त छैन। तर हामीलाई के थाहा छ त? सेन्ट्रिब्युटल अब त्यो सर्कुलर अर्बिटमा मुभ गरिरह भने हो कि होइन? हो। सर्कुलर पाथमा मुभिङ गरिरह भने त्यसको के हुन्छ त? सेन्ट्रिपेटल फोर्स इज इक्वल टु के हुन्छ त? फोर्स ड्यु टु, यो थाहा हुनु पर्यो। यस्तो होला यहाँ के होला अनि तिमीहरूले पढायो होला नि, हो कि होइन? फोर्स ड्यु टु म्याग्नेटिक फिल्ड, के कस्तोमा कस्तो पाथ हुन्छ, केमा के कन्डिसन हुन्छ, त्यो सबै थाहा हुनु पर्यो। यो के भयो? एमभी स्क्वायर बाई आर इक्वल टु यो भनेको बिई भी भइहाल्यो भनेपछि आर भी इक्वल टु यो र यो गयो, हो कि होइन? बिइआर, यो आर यता गयो बाई एम। कति आउँछ त यो भ्यालु हालिदिने, एन्सर लुट्ने। 2 इन्टु 10⁻³ इन्टु 1.6 इन्टु 10⁻⁻19। इलेक्ट्रोनको चार्ज र मास चाहिँ थाहा हुनु पऱ्यो है। यो 20 भनेपछि 0.2 कति भयो त? 0.2 मिटर। 0.2 मास त दिएकै छ ल, आएन भने 9.1 इन्टु 10⁻³ भन्नु कति आउँछ त सल्भ गर्दा? त्यति नै हाम्रो के हुन्छ त? भेलोसिटी हुन्छ। अनि एउटा कुरा, भेलोसिटी सधैँ 10⁻7 10⁻8 यही टर्ममा आउँछ। तिमीहरूको माइनसको टर्ममा 10⁻³ यस्तो आयो भने के बुझ्नु पर्यो? अनि गएर मिलेन भनेर बुझ्नु पर्यो है त। के हुन्छ त? 7.03 इन्टु 10⁻7 10⁻7 को टर्ममै आइरहन्छ है त भेलोसिटी। किनभने इलेक्ट्रोनको स्पिड त के हुन्छ? एकदमै धेरै हुन्छ। अब हामीलाई के निकाल्न भने टाइम पिरियड इक्वल टु वाट भने अल्सो। अब हामीले भेलोसिटी छ, रेडियस नि छ भने के गर्न सक्छौँ? ओमेगा इक्वल टु भी इक्वल टु चाहिँ के हो? आर ओमेगा हो कि होइन? हो भनेपछि आर ओमेगा इक्वल टु के भयो त? भी बाई आर भयो कि होइन? आर भेलो ओमेगा भनेको के हो? 2 पाई बाई टी इक्वल टु भी बाई आर। आर टी इक्वल टु के हुन्छ त यहाँबाट? 2 पाई आर बाई भी। यो सल्भ गर्दा कति आउँछ त? 2 इन्टु 3.14 इन्टु 0.2 डिभाइड बाई भेलोसिटी भनेको 7.03 इन्टु 10⁻7। यसरी गर्नु पऱ्यो त, फर्मुला लगाइदिने हो, एन्सर लुटिहाल्ने हो। केही गाह्रो होइन। इन्टु 10⁻⁻8 सेकेन्ड केही छ त? छँदै छैन नि, त्यो कन्डिसन थाहा हुनु पऱ्यो। सेन्ट्रिपेटल फोर्स र म्याग्नेटिक फोर्स इक्वेल हुन्छ, त्यहाँबाट भेलोसिटी निस्किहाल्छ। त्यसपछि अब के को रिलेसन लाउँदा चाहिँ टाइम पिरियड आउँछ होला भने यसो सोच्ने हो। हामीसँग छ भी इक्वल टु आर ओमेगा, त्यहाँबाट हामीलाई ओमेगाबाट 2 पाई बाई टीबाट टी निकाल्न सक्छौँ भन्ने ठ्याक 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 सोच्ने, गर्दै हाल्ने है त। ल ल त्यसपछि यो क्वेसन छ कहाँबाट हो त? पाइप्स एन्ड स्ट्रिङबाट होला, होइन त? हो। सोलुसन। अब पियानो स्ट्रिङ एज अ लेन्थ यल कति छ अरे? लेखिदिइहाल्यौँ 1.5 मिटर। डेन्सिटी कति छ अरे? 800 kg per meter cube। when the tension in the string produces strain, strain कति छ अरे? 1% भनेको कति भयो? 1/100 लेखिदिने, लेखिदिइहाल्ने। The fundamental note obtained from the string in the transfer vibration is यति। फ्रिक्वेन्सी कति भइरहेछ? 170 हर्ट्ज। क्यालकुलेट द यङ्स मोडुलस। निकाल भने हामीलाई के थाहा छ? अब ढिला नगरौँ, भिडियो लामो हुन आँट्यो, फास्ट फास्ट फास्ट। ल हामीलाई के थाहा छ? यङ्स मोडुलस वाइ भनेको के भयो त? स्ट्रेस बाई स्ट्रेन हो कि होइन? हो। यो थाहा हुनु पऱ्यो है त। भनेपछि स्ट्रेस भनेको के हुने भयो त? वाइ इन्टु स्ट्रेन। स्ट्रेस इज इक्वल टु वाइ भनेको, अब स्ट्रेन भनेको चाहिँ 1/100। यो भयो, यतिमै गर्ने है त। यो भयो हाम्रो स्ट्रेस भनेको के हो? टेन्सन बाई एरिया। यो लेखिदिउँ। अब यो ठ्याक्क तल तल हामीले सल्भ गर्दै जाँदा टी बाई ए आउँछ। यो यहाँको ठ्याक्क यो हालिदिने, अनि त्यसपछि हाम्रो ठ्याक्कै आउँछ है त। यो 1 मानिदिउँ यसलाई। त्यसपछि अब वी हेभ, हामीसँग के छ? फ्रिक्वेन्सी छ, हो कि होइन? अब पियानोको लागि के भने अब पियानो स्ट्रिङ आज लेन्थ यति भनेपछि पियानोको लागि हामीलाई फ्रिक्वेन्सी भनेको हामीलाई थाहा छ। हामीलाई फर्मुला 1/2 पाई अन्डर रुट टी बाई के हो त? म्यु हो कि होइन? हो।
भनेपछि म्यु भनेको के हो त मास पर युनिट लेन्थ यो भनेको के हुन्छ त ए इन्टु डेन्सिटी हुन्छ त्यो सल्भ गरेर निकाल्ने यो भनेको अब यहाँनिर m/l माथि लगाएर सल्भ गर्दा यताउता गर्दा ठ्याक्कै आउँछ है त m/l हुन्छ अनि डेन्सिटी इज इक्वल टु मास बाई भोल्युम यो ए इन्टु एल यो सबै फर्मुला सल्भ गर्दा यो आउँछ है त इक्वल टु ल गरिदिन्छु नै गरिदिने भयो ल मैले ल यहाँनिर के छ त टी बाई म्यु छ टी बाई यो m/l भयो अब टी बाई यहाँबाट मास भनेको के आउँछ त m इक्वल टु रो भी आउँछ कि रो भी बाई एल भयो यो टी बाई रो भी भनेको के भयो ए इन्टु एल बाई एल भयो यो के भयो त एलएल काट्यो भनेपछि के भयो त टी बाई रो ए आउँछ कि यसरी अब यहाँ म्युको ठाउँमा कति आयो त ठ्याक्कै के छ त यहाँ टी बाई म्यु थियो म्युको ठाउँमा के भयो त रो ए आयो टी बाई रो ए त्यसरी चाहिँ आएको हो कि यो चाहिँ गर्न जान्नु पर्यो 1/2 अब मैले के भनेको थिएँ के छ त भनेको थिएँ नि टी बाई ए आउँछ तल ठ्याक्क हालिदिने यो भनेको छ त यङ्स मोडुलस बाई 100 यहाँ हामीले के हाल्नु पर्यो अब वाइ बाई 100 इन्टु एरिया हाम्रो कति छ एरिया दिएको छ एरिया हामीले निकालेन म ए हत्तेरी के भइरह मलाई टी बाई ए भने कि हामीले वाइ बाई 100 हालेपछि हामीलाई एरिया किन चाहियो मेरो दिमाग आज अलि यो भिडियो लामो भयो अलि चल्नै छोड्यो क्या अब यो कति छ डेन्सिटी कति देखा 800 देखा होइन अब सल्भ गरिदिउँ यो फ्रिक्वेन्सी कति थियो 170 थियो 170 यहाँबाट सल्भ गरेपछि के आउँछ त स्क्वायरिङ गर्ने सल्भ गर्ने कति आउँछ त यङ्स मोडुलसको भ्यालु भन्दाखेरि 3.7 इन्टु 10⁻10 न्युटन पर मिटर स्क्वायर है त यहाँनिर कस्तो म झुक्किएँ कि एरिया पो अब कहाँबाट ल्याउने सोचिरहेको छु यो टी बाई ए त हामीले त्यहीँबाट यो निकालेर भ्यालु हाल्ने मैले भन्दैछु बिर्सिरहेको छु ल केही छैन नि सल्भ गर यो यति आउँछ अर्को क्वेसन छ त छैन ल यो भिडियोलाई आजमा यति नै ल केही छैन यो मैले भने त के गर्ने भनेर त है ल स्ट्रेसबाट टी बाई ए निकाल्ने यङ्स मोडुलसको टर्ममा अनि के हुन्छ त यो म्युको ठाउँमा हाम्रो के आउँछ त डेन्सिटी इन्टु एरिया आउँछ टेन्सन बाई एरियालाई माथिकोले रिप्लेस गरिदिने सल्भ गरिदिने आइहाल्यो ल आजको भिडियोलाई यति नै यस्तै भिडियोको लागि च्यानललाई सब्सक्राइब गर इक्जामको लागि बेस्ट अफ लक टिल देन बाई बाई केमिस्ट्रीको भिडियो लिएर आउँछु होला मैले अब केमिस्ट्रीको आज भ्यायो भने आजै नभए भोलि है त थ्याङ्क यू सो मच फर वाचिङ